Hey guys, welcome back to my channel. ल म चाहिँ आज तपाईहरुलाई बिहान बिहान पोखराबाट हिमाल कस्तो देखिन्छ भनेर देखाउन गइरा छु है। सबैजना चाहिँ हिमालको दृश्य हेर्नु होला है त अर्ली मर्निङ। पावाल हिमालको चाहिँ भ्यू देखिन्छ यहाँबाट। माछापुच्छ्रे हिमाल हो। जुम गरेर हेरौँ त। यो हिमाललाई पनि जुम इन गरौँ। अब सनराइज हुन केही टाइम मात्रै बाँकी छ। हेर्नुस् त हिमालको दृश्य कस्तो मजाको दृश्य देख्न पाइन्छ पोखराबाट। गाइज अहिले चाहिँ हामी पोखराको भ्यू पोइन्टमा छौँ बिहान बिहान। यहाँबाट चाहिँ तपाईहरु सनराइज भएको देख्न सक्नुहुन्छ। प्लस पोखरामा चाहिँ सिटी पनि राम्रोसँग देखेको छैन, बादल बादल लगाएको छ लाग्छ हैन। भ्यू बबाल देखेछ। ल यहाँको भ्यू इन्जोय गर्नुस् त तपाईहरु। दामी भ्यू छ। सबैजनाले चाहिँ यो भ्यू हेरेर मेरो च्यानललाई चाहिँ लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। अहिले चाहिँ हामी स्याङ्जा जिल्लाको छाङछान्दी भन्ने मन्दिरमा आएको छौँ। यो चाहिँ स्याङ्जा जिल्लाको निकै प्रसिद्ध मन्दिर हो र यहाँ चाहिँ के विश्वास छ भन्दा यहाँको चाहिँ मन्दिर दर्शन गरिसकेपछि हाम्रो चाहिँ आफ्नो मनोकामना पनि पुरा हुन्छ भन्ने विश्वास पनि छ। र अब तपाईहरुलाई चाहिँ म छाङछान्दी मन्दिर देखाउँछु है। सबैजना भिडियो हेर्नु होला है। ल हेर्नुस् है। यहाँ भित्र चाहिँ त्यहाँ त्यो मन्दिर पछाडि चाहिँ छाँगाबाट पानी खसेको ठाउँ छ अरे। त्यहाँ नुहाउने ठाउँ पनि छ अरे। त्यहाँ भित्र गएर चाहिँ म भिडियो देखाउँछु। सबैजना भिडियो हेर्दै गर्नु होला। यहाँ हेर्नुहोस् त गणेश भगवानको मूर्ति छ। म यहाँ यसरी भ्लगिङ गर्दैछु। गणेश भगवान हजुर ल यहाँ घन्टी बजाउन मैले बिर्सेछु। ल हेर्नुहोस् त यहाँ भित्र चाहिँ छाँगो छ। छाङछाङ्दी त्यही भएर भनिएको हो है। यहाँ हेर्नुहोस् त कति ठुलो चाहिँ पहाड ढुङ्गाको पहाडको चाहिँ मुनिपट्टि यहाँनिर चाहिँ एउटा छाँगो छ। ल हेर्नुहोस् त त्यहाँ माथिबाट चाहिँ छाँगो बगेर त्यहाँ आएको छ है। अनि उतापट्टि जाली लगाउनु भएको छ। उतापट्टि चाहिँ जानु मिल्दैन रहेछ। उतापट्टिबाट चाहिँ त्यो छाँगो होइन। ल हेर्नुहोस् त गाइस त्यहाँ छाँगो। त्यहाँ छाँगोबाट यसरी पानी आउँछ है। अनि पानी चाहिँ यसरी यहाँ धाराबाट चाहिँ यहाँ आउँछ। यहाँ चाहिँ धारामा आएर यहाँ शिवजीको मूर्ति छ हेर्नुहोस्। ढुङ्गाको स्ट्रक्चर हेर्नुहोस्।
त्यहाँनिर परेवा बस्छु होइन। वाउ पब्बाल छ यो ठाउँ, चिसो चिल्ड। हेर्नुहोस् त छाँगो कसरी पब्बाल ठुलो छाँगो आएको छ। समय आएको चिप्लो चिप्लो छ, नलडियोस् भगवान्। ल सबैलाई देब्रे हातले गर्नु हुन्थेन क्या हो। यहाँ हेर्नुहोस् त छाँगोबाट आएको पानी, शिवजी भगवान्। हेर्नुहोस् त ढुङ्गाहरूको स्ट्रक्चर हेर्नुहोस्। यस्तो चाहिँ छाँगोको मुनिपट्टिबाट यहाँ चाहिँ स्नान गरेर, ओ माई गड हेर्नुहोस् त छाँगोबाट कस्तो खतरा पानी आइरहेछ। त्यो पानी आएर त्यो पानीबाट यहाँ चाहिँ कुनै धारा छैन है, यो एकदमै नेचुरल हो। त्यही भएर यो मन्दिरको नाम चाहिँ छाङछाङदी मन्दिर भनेर राखिएको रहेछ। एकदमै प्रसिद्ध मन्दिर हो। यहाँ आएर चाहिँ दर्शन गऱ्यो भने हाम्रो चाहिँ मनोकामना पुरा हुन्छ भन्ने विश्वास छ। र भगवान् सबैजनाको रक्षा गर्नुहोस्। ल अब हामी चाहिँ हेर्नु त रक्सको स्ट्रक्चर हेर्नुहोस् त। यता त नागको जस्तो चाहिँ नागको टाउको जस्तो स्ट्रक्चर छ। ल छाङछाङदी यता पछाडि चाहिँ छ। भगवान् रक्षा गर्नुहोस्। भोलेनाथ शिवजी रक्षा गर्नुहोस् प्रभु। र सबैजना चाहिँ छाङछाङदी मन्दिर दर्शन गर्न आउन सक्नुहुन्छ। म चाहिँ पहिलोचोटि छाङछाङदी मन्दिर आएको। एकदमै शान्त वातावरण छ, मन हल्का भयो मन्दिर दर्शन गरेर। मेरो श्रीमतीले मलाई प्रसाद खुवाइदिनु भयो। साँच्चै नै शिवजीको चाहिँ शक्ति अपरम्पार छ भनिएको यही नै होला। यस्तो ठुलो ढुङ्गाको चाहिँ पहाडको मुनिपट्टि यहाँनिर मन्दिर रहेछ। पछाडिपट्टि चाहिँ छाँगो बगेको रहेछ है। अहिले चाहिँ यस्तो मनसुनको बेलामा जताततै पहिरो गइरहेको बेलामा हेर्नु शिवजीको शक्तिले गर्दा यो मन्दिर कहिलेदेखि यहाँ रहेको हो। यस्तो पहाडको मुनिपट्टि चाहिँ मन्दिर हुँदाखेरि पनि यो शिवजीको शक्तिले गर्दा मन्दिर केही भएको छैन। सो महादेवको शक्ति अपरम्पार छ। 2053 साल म जन्मेको सालदेखि चाहिँ स्थापना भएको रहेछ छाङछाङदी मन्दिर। तपाईहरु चाहिँ दर्शन गर्न आउन सक्नुहुन्छ। एकदमै प्रसिद्ध मन्दिर छ। विवाह व्रतबन्ध एकादशीले सब कार्यहरु गर्नुहुन्छ के। श्री छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समितिले चाहिँ बनाएको बोर्ड यहाँ छ। ल अब चाहिँ हामी छाङछाङदी मन्दिर दर्शन गरेर फर्किँदै छौं। तपाईहरुले भिडियो हेर्दै गर्नु होला। ल हेर्नुस् त झलुङ्गे पुल
यो झलुङ्गे पुल कटेर चाहिँ त्यो जङ्गल हुँदै त्यहाँनिर सिँढी चढेर हो त्यहाँनिरको चाहिँ मन्दिर जाने रहेछ। ल हामी यहाँ छौँ। ल गाइज हामी चाहिँ बाटोमा जहाँ बबाल भ्यू देखिन्छ होइन त्यहाँनिर रोकेर ब्युटिफुल भ्यूहरू चाहिँ क्याप्चर गर्दै हिँडिरहेको छौँ। यहाँ चाहिँ दुईवटा डाँडाको बिचमा चाहिँ माछा पुच्छ्रे बबाल देखिरहेको रहेछ है। त्यो चाहिँ तपाईँहरूलाई हामी जुम गरेर देखाउँछौँ है त। हेर्नुहोस् त ल अलिकति जुम गर्छु। डाँडाको ट्याक्क बिचमा माछा दुईटै साइड देखेछ। ल हेर्नुहोस् त माछा पुच्छ्रेको चाहिँ ठ्याक्क दुईटै भाग चाहिँ देखेछ। पोखराबाट चाहिँ अझै राम्रोसँग देखिँदैन है। यहाँबाट चाहिँ टक्क दुईटै भाग देख्न चाहिँ पाउँछौँ हामीले। पहाडको बिचमा हिमाल हेर्न कस्तो राम्रो देखेको। त्यही त नि दुईटा चाहिँ ठ्याक्क उसको बिचमा। नेपाल इज हेभन भनेको। ल सबैजनाले चाहिँ भ्यू इन्जोय गर्नु। ल अब हामी जाँदैछौँ। बिच बाटोमा कहीँ बबाल भ्यू देखियो भने फेरि चाहिँ भ्यू चाहिँ तपाईँहरूलाई देखाउने छ। ल हामी चाहिँ तानसेन बर्तुङनिर आएर यहाँ चाहिँ एउटा दामी भ्यू देखेर रोकेको है। हेर्नुहोस् त यहाँनिर बादल निलो आकाश छ। ल यहाँ चाहिँ हामी चटपट खान लाग्दैछौँ यो ठाउँमा आएर। दुईजना हालत खराब छ। अब जाने एकछिनमा। गाइस हेर्नुहोस् त झर्ना बबाल झर्ना त्यहाँ चाहिँ डाँडाको उसबाट झरिरहेछ यसरी। हामी चाहिँ यो झर्ना नै देखाउनको लागि चाहिँ हामी रोकिएको। अब चाहिँ हामी गयौँ है त। ल गाइस यो चाहिँ हाम्रो सिद्ध बाबा रोडको एउटा सानो झर्ना हो है। यतातिर बाटो यस्तो छ। यहाँभन्दा मुनि किनौ खोला छ। उतापट्टि अर्को झर्ना पनि छ है। तपाईँलाई चाहिँ अर्को झर्ना हामीले अहिले फेरि देखाउँछौँ हेर्नु होला है त। यहाँ हेर्नुहोस् त बाटोको छेउमा यत्रो ठुलो झर्ना छ यो सिद्ध बाबा रोडमा। र म चाहिँ यहाँ छु। यता चाहिँ हाम्रो किनौ खोला बगिरहेछ। त्यो चाहिँ हाम्रो सिद्ध बाबा मन्दिर हो। किनौ खोलाको ट्याक्कै छेउमा छ। यो चाहिँ निकै डेन्जरस एरिया हो। पहिरोग्रस्त एकदमै डेन्जर छ। ल गाइस अब तपाईँहरूलाई म सिद्ध बाबा मन्दिर देखाउँछु। सिद्ध बाबा मन्दिर देखाएपछि चाहिँ अनि हामी त्यहाँबाट चाहिँ सिधै घर जान्छौँ ल। चाहिँ हाम्रो सिद्ध बाबा मन्दिर हो। पाल्पामा भएको सिद्ध बाबा मन्दिर बबाल छ ठाउँ है। ठ्याक्क पहाडको छेउमा छ। जताततै सिद्ध बाबामा पहिरो गए पनि यहाँनिर चाहिँ बाबा सिद्ध बाबाको चाहिँ शक्तिले गर्दा होला यहाँनिर चाहिँ कहिले केही हुँदैन। अनि यही छेउबाट चाहिँ हाम्रो टनल बनाएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। सिद्ध बाबामा धेरै पहिरो जाने भएको भएर यो चाहिँ टनलको बाटो चाहिँ पहिरोग्रस्त क्षेत्र चाहिँ कट्नको लागि यहाँनिर टनल चाहिँ छ। ल अब चाहिँ यहाँ छौँ हामी। ल अब चाहिँ हामी यहाँबाट सिधै घर जान्छौँ। अर्को भ्लगमा आउँदासम्म यो भ्लग हेरेर इन्जोय गर्नु होला। Thank you for watching. Please do like, share and subscribe guys. Thank you.